दिदी बाको नाम के हो? यज्ञलाल थर पनि भन्नु पोखरेल। अनि तपाईँहरूको माइत घर कहाँ हो त? भन्नु पराल्मी हो। मावली कहाँ हो? कुर्गा। अनि हजुरबाको नाम थाहा छ? मामा तुलाराम हो। त्यसपछि मामाहरूको नाम थाहा छ? थाहा छैन। मामाहरू कति भाइ हुनुहुन्छ? मामाहरू 8 भाइ। 8 भाइ मामाहरू हो। अनि सानीमा ठुलिया त अब तपाईँ जेठीको छोरीहरू हुनु के अरे? सानीमाहरूको बारेमा थाहा छ? तिनटी सानीमाहरू एउटी गरेर 4 बहिनी। 8 भाइ मामाहरू एउटी आमा हुनु। अनि सानीमाहरू 3 बहिनी। त्यो भयो। त्यसपछि तपाईँ कति साले हुनुहुन्छ? 93 साले। 84 भइसक्यो। नाम भन्नुहोस् न तपाईँको। हजुर चम्फादेवी आचार्य। अनि हजुर बेलकुमारी पौडेल। तपाईँहरू कति बहिनी हो? 4 बहिनी। आमाको नाम? हिमा। बाको यज्ञदत्त। त्यही त यज्ञलाल। 4 बहिनीमा 1 बहिनी त हैन, 2 बहिनी जानु। 2 बहिनी जानुभयो। अब तपाईँहरू 2 बहिनी हुनुहुन्छ। तपाईँको 84 भइसक्यो। तपाईँको अब 84 गर्ने बेला भएको छ। अब 2 भाइ 2 बहिनी छौँ। 7 महिनामा। त्यसपछि के छ मामा घरतिरको के हुन्छ? बुढेसकाललाई पनि मावली भनेपछि अलिकति कस्तो माया लाग्छ? कस्तो हुन्छ आफ्नो अनुभव बताउनुहोस् न। भनेपछि पहिले 12 वर्ष माइती गयो। अताल मैनी पछि जानु पानी हुँदो भन्ने हुने हो। आजभोलि पनि त्यस्तो हुन्छ। बुढीले भन्थे सिन्कियो पोको भुक्न सक्ने बेलासम्म माइत जाने मन लाग्छ। कति बुढो हो सिन्कियो पोको। त्यस्तो माया हुने छ बुढेसकालमा भन्ने हामीलाई अनुमान भयो। हिँड्ने मन लाग्ने हो। देख्दा नसकी नजा भन्छ नि भन्ने हुन्छ। हाम्रो संस्कार अनुसार हाम्रो समाजको चलन अनुसार माहौल चाहिँ माहौल चाहिँ बहुत प्यारो हुन्छ। अब फरक पर्सँग जस्तो तपाईँहरू त उमेरले पनि 84 पूजा गरिसक्नु। 80 81 तपाईँ पनि हुनुभयो। तपाईँ त 85 86 जो हुनुभयो होइन? तपाईँहरूको समयमा जस्तो अन्नपातको ज्यालाहरूको मूल्य कस्तो के थियो? जस्तो 1 पाथी अन्नलाई कति रुपियाँ परेको याद छ तपाईँहरूलाई? 1 रुपियाँको 4 पाथी मकै बेचेको देखेँ मैले। 1 रुपियाँको 4 पाथी मकै बेचेको देख्नु। अनि पस्नु घिउ कति अरे? मोर मानु घिउ त्यहाँ गरेर अर्को वर्ष रुपियाँ मानु। त्यसैका 2-4 वर्ष 6 रुपियाँ मानु भयो। हाम्रो ठुलो छोरो जन्म त मैले 6 रुपियाँ मानु घिउ बेचेर खाइथियौँ। अडगुरी त्यही सम्झन्छु। मैले सुका मानु घिउ तमासमा सुका दिदीले अलि परानिया किनेर परानिया सुकामा पनि अझै घटाएर दिदीले सुका मानु खानु ओकेर भयो। मैले मोहर मानु थाहा पाएँ। अब दिदी चाँडै 4 माना दुध बेचेर 1 रुपियाँ। 4 माना दुध बेचेर तम्गासँग दुध पनि बिक्री हुन्थ्यो होला सदरमुकाम भयो होइन? हुन्छ बाबु। 5 दिन केटाकेटीलाई पढाउनु पर्यो के अरू थिएन क्या त्यही दुधले पढाउने। लाइब्रेरीले कतै पठाउँछन् भनेर होइन को कहाँ राख्न पर्यो अलिकति पैसा। एउटा बट्टा खोजेर राख्ने रुपियाँ वगेर डबल। अरे जस्तो काम गर्ने मान्छेहरू काम कजाउँदाखेरि काम गर्ने मान्छे बोलाउँदा जाँदा
त्यो कस्तो कस्तो थियो त कति दिनु पर्थ्यो एउटा मोर लिएर गएर मैले 19वटा खेताएर ल्याएँ पराली ल्याएँ पराल एक 19वटा मोर खाने। एक मोर भनेको 50 पैसा 50 पैसामा 19 जना खेताला 19 जना के काम गर्ने खेताला हुन्थ्यो नि मल फाल्ने मल फाल्ने टाउला भरि त सस्ता उसिनेर खुर्सानी पिसेर नुन खुर्सानी पिसेर टक्क टक्क राखिदियो मुही ठक्राइदियो जति पनि खाइदियो त्यस्तो भात चाहिन्न परालबाट तम्घास लिएर जानु होइन के तम्घासबाट पराली ल्याउनु पराल्नीका कुरा ए पराल्नीकै कुरा माथि माइतका पाइने कुरा माइतको कुरा माइती आएर 50 पैसामा 19 जना खेताला 19 जना ल्याएँ एक वर्ष जहाँ अब छोरी दिदी लियो मैले त त्यो सम्झाउन नभएको जहाँ त कुन्टो लागेर सबै खेताएर बनाएर एक मोर्का सबै ल्याएस् भन भन्नु भयो बा डाङ जानुभएछ डाङ फुपै कहाँ एक मोर लिएर जानु थियो अरे खर्च बाटालाई यति खानु पऱ्यो केही चिउरा ल्याउन भने बोरो ल्याउनु छैन भने चाहिँ नखाइकन जानुभएछ कति पैसाको अरे एक मोर लिएर जानु अहिलेको भुवार लिएर बाटा खाना एउटा मोटै धोक्रो आउने क्या बोरिनी गोरु छैन भने चाहिँ अब बोरुवाले पेटा अचान्न के हेरेर लाने नखाइकन गएँ भन्नुहुन्थ्यो त्यस्तो जमाना जन्मियो अब अचल 100 रुपियाँ दाना हुन्छ है के अब यस्तै चामल त हुनु लाग्यो पनि जम्मै थियो त्यही त समय त्यस्तो हुन्छ घिउ चाहिँ कसरी थियो अरे घिउ तमासमा पहिला मेरो पाना सुक्खा मान्थ्यो सुक्खा मानु त्यहाँ 3 मोर मान्नुभयो तमासमा र पराली गएर 1 रुपियाँ दिन्थ्यो त्यो 3 मोर भयो भने एक मोर पो ल्याउनु उहाँ अलि सस्तो हुन्थ्यो कि अझै पनि 3 मोर भएपछि 1 रुपियाँ आयो 3 मोर मोर चाहियो अचाल त बन्धन बिर्सिएको बाल गर्ने हिजो 1 रुपियाँ भेटाएछ अनि घर चाहिँ कस्तो खालको घर बन्थ्यो नि घर त हाम्रो उयो के पहिलेको पुरानी हो तपाईँले घर बनाउनु हुने पुरानी जो घर छोराहरूले बनाउनु भयो ठिकै थियो पहिलेको यस ढुङ्गा माटाकै हुन्थ्यो त्यही घर हो अनि घरका झ्यालहरू पनि कस्तो साना साना बनाउने खालको चलन थियो कि के थियो साना साना झ्यालहरू बनाउने त्यो त काठका थिए घर अलि होचो होचो बनाउने काठका झेल त काठका झ्यालहरू कुदेर बनाउँथ्यो माटा गाह्रो काठका झेल ढोका अब तपाईँहरूलाई लागेको मनका कुराहरू केही भन्नुहोस् न त्यतिखेरका त्यो अनुभवको कुराहरू त्यो समयका कुराहरू अरू अहिले भन्योभन्दा बाहेक केही थप कुराहरू केही छन् भने भन्नु न मैले कोसेर फुलाएर ठुल्ठुला बनाएँ यहाँका जत्रा त भएन नि यहाँका जत्रा त ठिक ठिकै बनाएँ यिनी कोसेरको एकदम ठुला त्यहाँ बजारमा किन्न खोजेछन् अरे सानो साना खिचेर तिमीलाई अब 12 पैसा दिए हुनुहुन्थ्यो ए हजुर हजुर छोरीले भन्छ हाम्रा 1 रुपियाँका कत्रा छन् भनेर ल्याइन्छ त्यहाँबाट बेचेर पैसा बनाइदियो केटाकेटीलाई दिनुपर्छ नि फेरि ठेक्का लगाइदिन्थ्यो त मस्तै भएको जहाँ पकाउने मान्छे कहाँ 1 मान दुध लिएर जाएर 3 जनाले खायो भने 1 कुन्टा ठुल्ठुलो सेल 1 कमिलो चाह राम्रो चाह दिन्थ्यो उही खान्थेँ मैले ल ल हुन्छ ल